सो हेलो एभ्रिवान, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो डे 9 मिनी ब्लगमा। आई होप हजुरहरू सबै सन्चै हुनुहुन्छ र म पनि एकदम सन्चै छु अनि फिट एन्ड फाइन छु म पनि। अनि अहिले चाहिँ रातिको 12:30 बजिरहेको छ। मेरो हस्बेन्ड चाहिँ कामदेखि आएर चाहिँ हामी त्यस्तो चिकन ललिपप क्रेभिङ कहिलेदेखि भइरहेको थियो। अनि मलाई चाहिँ रेस्टुरेन्टमा मनपर्छ क्या। अनि यो रेस्टुरेन्ट चाहिँ एकदम धेरै राम्रो छ। अनि सर्भिस पनि यहाँको मान्छेहरूको बोली बिहेभियर पनि एकदम राम्रो थियो। अनि हामीले अर्डर दिइसकेको थियौँ र मेरो अर्डर पनि आयो। अनि मेरो भान्जा मेरो हस्बेन्ड गएको थियौँ। अनि मेरो हस्बेन्ड चाहिँ हेरेर हाँस्दै हुनुहुन्थ्यो अनि म चाहिँ खाँदै थिएँ अनि कुरा गर्दै। मलाई चाहिँ यहाँको एकदम राम्रो लाग्छ क्या। अनि यहाँ चाहिँ फेरि सबै वेटरहरू पनि अनि काम गर्ने सबैजना नेपाली नै हुनुहुन्छ। सो त्यही भएर पनि एकदम राम्रो लाग्छ मलाई त्यहाँ जान चाहिँ। अनि एकदम धेरै राम्रो छ, सबले सर्भिस पनि एकदम दामी दिनुहुन्छ होइन। अनि एकदम राम्रो लाग्छ। अनि हामी चाहिँ त्यो खाएर चाहिँ हामी फेरि लाग्यौँ घरतिर। अनि यहाँ बिल पनि आइसकेको थियो। अनि हामीले चाहिँ बिल चाहिँ मैले म चाहिँ घरदेखि चाहिँ यति धेरै धेरै खाएर आउँछु भनेर आएको, यहाँ आएर खानै सकेन होइन। अनि त्यसपछि मैले गोला खाएर चाहिँ हामी लाग्यौँ, मेरो भान्जा म सबै मेरो हस्बेन्ड मिलेर गोला खायौँ। अनि गोला खाएर चाहिँ हामी लाग्यौँ घरतिर, बाटोमा लागेछौँ। अनि घरमा पुगेर चाहिँ अब फेरि मम्मी सुत्नु भएको होला, उठाउनु मिल्दैन। अनि त्यसपछि चाहिँ मेरो सुत्नुभन्दा अगाडि र बिहान आँखा खुल्नुभन्दा अगाडिको काम नै यही हो होइन। मैले त्यतिखेर पनि औषधि खानुपर्छ, केही खानुभन्दा अगाडि मैले औषधि नै खानुपर्छ। सो आई होप हजुरलाई मिनी ब्लग राम्रो लाग्यो। फेरि भेटौँ ल, बाई बाई।